पछि मैले सुन्ने थियो चप्पल लगाएर लोग बात से देखे था नेक्स्ट डे फेरि प्रसार खन्दा संस्थाको लोडसेडिङमा हुने गर्थ्यो 17 घण्टा बढी गुरुमानले चलाकै हुन् जादुको त्यो छडी अनि स्वागत गर्नु पर्यो नि ओ भाइ हजुर हाम्रो त्यो बाजा गाडी अगाडि लाउनु के रे बाजा भाइकै त गाडी चाहिँ गर्नु कर्मचारी यहाँको व्यवस्थापन गर्नु पर्यो एकदम ल अहिले सामूहिक आउँदैछ जोडमाथि ल नमस्कार स्वागतम छ ठाउँको विद्युत विस्तार चाहिँ शाखा लाइन अहिले बाँकी छ यता अहिले यो बाँकी छ पैसा घुम्दै आएको साथीको गाउँमा भनेर हजुरसँग अनि हजुरकै यो हजुर आउनुहुन्छ भनेर नि अनि पर्खेर बसेको तपाईँले सुरु गरेको त अब त्यो 9 नम्बर हाम्रो टेपिङ चाहिँ त्यो अहिले जहाँ उदाहरण गर्दैछ त्यहाँबाट टेपिङ हो आज माथि बोल्दैन हजुर दिनुपर्छ राम्रै मुखले क्या त्यो गाडी केही तानेन बाइकहरू पनि लिनु सक्दैन
नमस्कार। आज यस राष्ट्रिय गाउँपालिकाको वडा नम्बर 9 मा सञ्चालन भइरहेको सेवाङलाई बिजुली कार्यक्रम अन्तर्गत राष्ट्रिय गाउँपालिकाका सबै वडाहरूमा पूर्ण वडा विद्युतीकरण कार्यक्रममा हाम्रो कार्यक्रमको प्रमुख अतिथिको उपस्थिति भइसकेको छ। हामी चाँडै नै कार्यक्रम सुरु गर्न गइरहेका छौँ। यस कार्यक्रमको अध्यक्षता ग्रहण गरिदिनु हुनको लागि म यस गाउँपालिका प्रमुख अध्यक्ष श्री राजकुमार मल्लज्यूलाई हार्दिक अनुरोध गर्दछु। प्रकृतिका कोटि कोटि सम्पदाको आचल मोबाइलले भिडियो बनाउनु बत्ती बल्यो नि तपाईँको घरमा कस्तो लागेको छ तपाईँलाई? रमाइलो लागेको छ। योभन्दा अगाडि के गरेर उज्यालो बनाउनुहुन्थ्यो त राति साँझमा? किनेर बालेको थियो सर पहिला है। ए अन्तबाट बालेको थियो, किनेर बालेको थियो, सोलर बालेको थियो। त्योभन्दा अगाडि के बाल्नुहुन्थ्यो तपाईँहरू यहाँ? पहिला त अब के गर्नु छैन, पछि त किनेर पनि बाले सर है। होइन पहिले चाहिँ यो बिजुलीहरू सोलर आउनुभन्दा अगाडि चाहिँ के गर्नुहुन्थ्यो त? के बाल्नु सर, त्यो बेलामा लाइटहरू खोज्नु बाल्ने किन्ने है त्यस्तै। त्यस्तो खालको चल्नुहुन्थ्यो थियो। अहिले उज्यालो भयो झन् रमाइलो लाग्यो सर। है हजुर। ल तपाईँलाई बधाई छ है त। राम्रो अनुरोध गरे जुटबहादुर प्रजा, सूर्यबहादुर प्रजा, दुर्गाबहादुर प्रजा र राक्षीराम गाउँपालिका मकवानपुर जिल्लाको अत्यन्त विकट गाउँपालिकामा गनिँदो रहेछ। यो गाउँपालिकामा विद्युतीकरण उज्यालो विद्युतको लागि जुन प्रयास यस गाउँपालिका अध्यक्ष लगायत पूर्व सभासदज्यूहरू लगायत जनप्रतिनिधि साथीहरूले गर्नुभएको छ, त्यसको लागि उहाँहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। किनभने यहाँका जनप्रतिनिधि साथीहरूले अगाडि प्रयास नगरेसम्म यो सम्भव थिएन। हामीले बजेट छुट्याएर मात्रै पनि सम्भव हुँदैन र हाम्रो पनि दृष्टि पुगेको हुँदैन। जुन बेला उहाँहरू आएर मलाई जगाउनु भयो, यो गाउँपालिका अन्धकार छ, विद्युतीकरण गर्नुपर्छ भनेर भन्नुभयो, त्यसमा हामीले पनि थप प्रयास गऱ्यौँ। आज यहाँसम्म आएको छ र सबैले आज जुन समस्या र मागहरू राख्नु भएको छ विद्युत सम्बन्धमा, यो सबै कुराको समाधान हुन्छ भन्ने कुरा म प्रतिबद्धता तपाईँहरूको साथ व्यक्त गर्दछु। मैले सबै कुरा राख्न समय पनि छैन। यहाँले जे भन्नुभएको छ, बत्ती नपुगेको ठाउँमा बत्ती पुर्याउने, काठका पोल भएको ठाउँमा विस्थापित गर्ने, नाङ्गा तार विस्थापित गर्ने विषयहरूलाई हामी क्रमिक रूपमा सबै समाधान गर्छौँ। यो हाम्रो प्रतिबद्धता हो र म यहीँबाट विद्युत प्राधिकरणका साथीहरू यहीँ हुनुहुन्छ, उहाँहरूलाई यो गाउँपालिकामा पूर्ण रूपले विद्युतीकरण सम्पन्न गर्नलाई यही आर्थिक वर्ष यो वर्षात यामभन्दा अगाडि सम्पन्न गर्नको लागि म निर्देशन पनि दिन्छु। यहाँहरूले पनि सहयोग गर्नु।